हेलो एभ्रिवान, वेलकम टु मिनी ब्लग। सबैजनालाई आज स्वागत छ। आज चाहिँ हामी कोटेश्वरबाट राम्री दिदी अगाडि हाम्रो के अरे कोटेश्वरको यो रोड हेर्न जान हामी लाग्यौँ। गाडी चलिसक्यो है, यस्तो चलिरह नि। हेर्नुहोस्, आधी बाटोमा यस्तो छ, जङ्गलै जङ्गल छ। घाँस दाउरा गर्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ, नक्कली दिदीलाई हेर्न सक्नुहुन्छ। म आफ्नै पारामा छु, के सोचिरहेको छु, तारिफ गर्दा गर्दै बेहोसै हुन लागेको छु। गाडीले वाक्क भएको छु। वाउ, म यति राम्री छु कि। उहाँ राम्री दिदीलाई हेर्न सक्नुहुन्छ। पछाडि झन् यस्तो राम्री दिदी हुन्छ, चाइनिज जस्तै, मेरो दिदी हप्सी जति लजार भुत्तुकै भइसक्यो बास्ना आएर। मेरो नाटक नै हेर्न सक्नुहुन्छ है बेला बेलामा। उहाँ हेर्नुहोस्, तातो हावा खानुभयो। राम्री भए, राम्री छु कि छैन भनेर हेर्दै हुनुहुन्छ। मेकअप जति सबै बगिहाल्यो पसिनाले। पछाडि बोयफ्रेन्ड दाजु आखै भनेर हेरे होला। होइन है, फेरि मार्छन् फेरि। ल, मेरो नाटक हेर्न सक्नुहुन्छ। यो राते भिरो के हो, हिँडा हेर्नु, हिँडा कतातिर जान तम्स्या हो। वाउ, राम्री दिदीलाई कस्तो राम्रो है। वाउ, यस्तो राम्रो रोड छ नि, यस्तो राम्रो छ। सिन्धुली चाहिँ आउनु होला है सबैजना। रमाइलो हुन्छ, चिसो हावा खाँदै सरर मोटरसाइकलमा, बुलेट बाइकमा गीत गाउँदै। हामी चाहिँ गीत गाउने अवस्थामा थिएनौँ कि यति बेला चाहिँ। भ्यू हेर्नुहोस्, भ्यू यस्तो बवाल छ नि। बवालको त कुरै छाडिदिनुहोस् कि, बोल्न नि नसक्ने स्थितिमा थियौँ हामी चाहिँ। मान्छेहरू यस्तो बास्न आएको थियो नि। नेपाली नै नेपाली भएर होला, रमाइलो नि लास्टै भएको थियो क्या। यस्तो राम्रो भ्यू। वाउ, एउटा बाले हेर्नु लोरो टेकेर हिँड्नुभयो, जानुभयो। कहाँ जानुभयो भयो। ल है, म त हेर्दा हेर्दै निदाउन पनि सकिनँ। सिन्धुली गढी आयो फाइनली। अब घरको बाटो हुँदैछ। सेल्फी डाँडा कट्यो, माथि देखिरहेछ अलिअलि। आफू त कोमामा थिएँ भन्न नि के भन्नु। बमिट यति गरे हो कि यति गरिया हो। ल है गाइज, घर छेउछाउमै पुग्न लाग्यौँ। यस्तो राम्रो बाटो छ नि। सबैजनाले भिडियोलाई लाइक सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अनि हाम्रो सिन्धुलीको बाटो सबजना मन पराएर घुम्न आइदिनु होला। हस् त, धन्यवाद।